सबै कुना बसेर प्रचण्डले हेरेर बसेको चाहिँ पनि हुन्छ। कस्तो प्रचण्डले के मासाला चोर केले दाइ बालेन त बालेन भइहाल्यो नि काली सोल्टी देश खा होइन प्रधानमन्त्री त ठाडै हो सोल्टी। अब यस्तो उभो लाग्यो त ठिकै हुन्थ्यो, यस्तो ओह्रालो लाग्यो भने चाहिँ सक्यो। बा यतिको कन्फिडेन्ट हुनुपर्छ है, यो चाहिँ मनी सहमति छ है। सबै कुना बसेर प्रचण्डले हेरेर बसेको चाहिँ पनि हुन्छ। कस्तो प्रचण्डले के मासाला चोर प्रचण्डले के मैले त्यही भनिसकेँ। ए दाइ प्रचण्डले के भने थाहा छैन भाषणमा? हामी एक्लै छ थोरै सिट जितेको छ भनेर नहेप्नु होला भनेर म डायलग हान्छु। यस्तो पोलिटिक्समा प्रचण्डलाई कसैले सक्दैन क्या दाइ नेपालमा। कुरा चाहिँ एकदमै जसले जेसुकै भनोस्, जस्तो सुकै पोलिटिक्स मान्छे आओस् होइन दाइ, प्रचण्ड जति कोही पनि छैन नेपालमा पोलिटिक्स गर्नेमा। ल जङ्गल छिरेर निस्किया मान्छे हो, राजा हटाएर आएको मान्छे हो दाइ। के सम्झेको तपाईँ हामी अकेले छ भनेर हेपेको भन्ने खाले मान्छे हो। भने पहिलो चुनावमा यो चुनावमा यदि रेणुले चितवनमा जितेन भने देश दुर्घटनामा जान सक्छ भनेर जिताइदियो। यस्तो हरामी छ। नेक्स्ट लेभल छ। उसले लिड गर्छ भन्ने न खाँदा उहाँ